छोडिहाल्छु म समातिहाल्छु मुनिबाट कुद्न दादा चढ बग्ने चिया खानुपर्छ त्यसपछि राडा वडा खानुपर्छ हो दामी हो नेपाली चिया हल्का फ्लेभर यसो मिलाउने हो कि ब्लग बनाउँदै रहेछ यो खिच्दा यसो गरेर ढिलो भएन हामी खिचिरहेछ अनि यो चाहिँ यो भयो यो चाउचाउकै झोल हो के चाउचाउको त्यसमा मसला हालेको चाहिँ होइन यो चाउचाउ नै हो ए त्यो अगाडि त्यो बनाइसकेको ए खाँदैन नि अनि मैले यहाँ हालेर राखेको थिएँ ए किनकि यो चाउचाउ सब्जी चाहिँ त्यसरी यो हुनुपर्छ यतापट्टि चाहिँ चिया होइन यो चाहिँ चिया है यो चाहिँ चिया पनि भयो अब चिया हालिदिन्छु अब चाउचाउ हालिदिन्छु तपाईँहरूको पानी कति हाल्ने पानी जस्ट अब कति यति हो यो एउटालाई मैले अन्दाजले हाल्यो भने पानी त जति हाल्यो भने खुसी हो धेरै खानु मन छ भने धेरै हाल्यो भने हुन्छ कम्ती खानु मन छ भने कम्ती हाल्यो भने हुन्छ हाम्रो चाहिँ पानी चाहिँ खासै यो छैन जति यो उम्लिनेसम्म राख्ने होइन अनि उम्लिनेसम्म राख्ने यो 4 कप हुन्छ 4 कप हुँदैन होला हाल्छु हाल्छु खाने बेला हालिहाल्छु अलिकति अनि यसमा अर्को हाल्नुपर्ने के छ अर्को के हाल्नुपर्ने पर्दैन बस त्यति नै हो अब चाउचाउ हाल्दै बास सक्यो अनि स्पेसल त्यसमा रेसिपी अर्को के छैन अब स्पेसल रेसिपी गरेर नि अलिक उयसमा जान्छ नि महँगो जान्छ नि स्पेसलको लागि चाहिँ के हाल्ने स्पेसलको लागि तेल अनि मासु ए मासुहरू मासु पनि के अगाडि हालेर फ्राई गर्ने कि पछि हाल्दा नै हुन्छ पहिला पकाइरहेको छ भने पछाडि हाल्दा हुन्छ हजुर पकाएको छैन भने यसमै फ्राई गर्दा हुन्छ यसमै फ्राई गर्दा हुन्छ कि ल ठिक छ राम दाईको स्पेसल रेसिपी आज थाहा भयो ल राम दाई तेल हाल्ने भन्दा त्यो चाहिँ कुन बेला हाल्ने अगाडि नै त्यो फ्राई गर्ने बेलामा ल अब चिया तयार भयो अब चिया पिउनु यो पनि उम्ले त ल यो अब बिसिका चाहिँ हरियो चाउचाउ 3टा दिनुहोस् त ल हाम्रो रामदाईको स्पेसल रारा हैन एउटामा अमलेट छ एउटामा छैन हो दामी छ है दामी यो रारा खानु चाहिँ हाम्रो यहाँ फुलारीको क्यान्टिनमा आउनुपर्छ फुलारी आइहाल्यो नि चाउचाउ खानु चाहिँ नर्सिङ भन फुलारी आइहाल्यो भने यहाँको स्पेसल वाइवाई होइन स्पेसल वाइवाई भन्नुपर्छ तर होइन तपाईँहरूलाई वाइवाई मात्र भन्यो भने त्यति मिठो पाउँदैन
स्पेसल वाइफाई बनाइदिनु भन्नु यहाँदेखि चाहिँ हाम्रो उहाँ हो हाम्रो राम दाई बुढो मान्छेको क्यामेरामा त यो राम दाईले बनाउन थियो आउनु पर्यो मेरो केही नखाने तपाईँको योपालि सकेको मेरो सकेको One and only Huawei. Almost in Kathmandu, है तपाईले यो भएर खान्छ नि माथि फुलारी गुम्बा डाँडा छ नि डाँडा हो त्यो ठाउँमा आउनु यहाँ अर्को ठाउँमा गयो पाउँदैन हो त्यो यार दामी सिप्पो